नमस्ते छ है, नमस्ते छ युट्युबका सबै साथीहरूलाई। मेरा च्यानलमा जरुर आउनुहोस्, भिडियोहरू हेर्नुहोस्। के कस्तो लाग्छ लाइक कमेन्ट गर्न नै भुल्नुहोला। म पुरानो काहिनी आधारमा केही भन्दै थिएँ। आज म त्यहीँदेखि नै एक झलक भन्नेछु र ध्यानसँग सुन्नुहोला। जब भगवान श्री कृष्ण र उनका दाजु बलरामले सन्दीपनीका आश्रममा आएर शिक्षा ग्रहण गर्नुभयो। पूर्ण शिक्षा लिएपछि एक दिन दाजुभाइ नै सन्दीपनी मुनिका आश्रममा आउनुभयो। कृष्ण र बलरामलाई देखेर गुरुले आह्वान गर्नुभयो, बोलाउनुभयो। साथै गुरुमाताले पनि आऊ कृष्ण बलराम भनेर आँटो काडेर प्रणाम गर्नुभयो। भगवान श्री कृष्ण र बलरामले गुरु र गुरुमातालाई। तब कृष्ण भगवान भन्नुहुन्छ, गुरुदेव, तपाईले जो शिक्षा दिनुभयो, म केही जन्ममा पनि यो ऋण उतार्न सक्दिनँ र दक्षिणाका रूपमा के लिनुहोस् भनेर भगवान श्री कृष्णले गुरुलाई भन्नुहुन्छ। तब सन्दीपनी मुनिले भन्नुभयो, हे भगवान, तिमीले यो राम्रो कुरो भन्यौ, ठिकै हो, तर त्यसमा पनि मेरो एउटा मत छ। जो गुरुले धनका लालचमा अगर शिक्षा दान गर्छ भने त्यसको पूर्णता कसरी हुन्छ, ऊ कसरी ज्ञानी बन्छ, यो सार्थक हुँदैन। र गुरु दक्षिणाका रूपमा म एउटै कुरो माग्छु। तब भगवान कृष्णले सोध्नुभयो कि मैले जति पनि शिक्षा दिएँ तो जनसाधारणहरूलाई कल्याणका लागि व्यवहार गर्नु, और जो अस्त्र मैले सिकाइरहेछु दिइरहेछु तो जहाँ तहाँ व्यवहार नगर्नु। जसै कोही दुःखमा परेको छ, कोही आततायीहरू छन्, कोही दुश्मनहरू छन्, तिनीहरूलाई दमन गर्नुपर्छ भने अवश्य युज गर्नु, नतबा युज नगर्नु भनेर सन्दीपनी मुनिले कृष्ण भगवानलाई भन्नुहुन्छ। तब भगवान कृष्णले, हुन्छ प्रभु, तपाईँको वाक्य म जीवनभरि भुल्ने छुइनँ, यसको पालन गर्नेछु भनेर भगवान श्री कृष्णले भन्नुहुन्छ सन्दीपनी मुनिलाई। तब मातासित भन्नुहुन्छ, गुरु मातासित, माता तपाईँको के आज्ञा छ? तब गुरु माता भन्नुहुन्छ, मेरो केही आज्ञा छैन। फेरि कृष्णले सोध्नुहुन्छ, केही मनमा आशा त होला, भन्नुहोस्। तब गुरु माता भन्नुहुन्छ, मेरो आशा कसैले पनि पूर्ण गर्न सक्दैन। तब भगवान कृष्ण भन्नुहुन्छ, मैले आशा दिएँ जब अवश्य सार्थक हुन्छ। मेरो प्रतिज्ञा हो, मेरो जीवन जान्छ, मेरो प्राण जान्छ र पनि मेरो वचन झुटाउँदैन। म त्यसलाई
पूर्ण गरेरै छोड्छु भनेर भगवानले गुरुमातालाई भन्नुहुन्छ। तब गुरुमाता भन्नुहुन्छ, उसो भए मेरो छोरो बाल्यकालमै मृत्यु भयो, के उसलाई जीवित ल्याउन सक्छौ? पुनर्दत नहुन भनेर पर्वसानका लागि नदीका किनारमा गएको थियो भनेर गुरुजीले आज्ञा गर्नुभयो, यानि भन्नुभयो। र यत्रो वर्ष म छोराको सुखमै बसिरहेको छु भनेर दुईजनाले नै भन्नुहुन्छ गुरुमाता र गुरुजीले। तब कृष्णजीले सोध्नुभयो, मरो भन्ने के आशा छ? कसरी भन्नुहुन्छ? है त पानीमा बगेर कोही किनारामा परेको छ वा कहीँ अल्झिरहेको छ, त्यसै तपाईँहरूले पुनर्दत मरो भनेर के आधारमा भन्नुभयो भनेर कृष्णजीले सोध्नुभयो। र गुरुमाता भन्नुहुन्छ, र मैले वचनबाट मुक्त गरिदिएँ, लु जाऊ, मलाई अब केही मनमा दुःख नदेऊ भनेर गुरुमाताले भन्नुहुन्छ। तब कृष्ण भन्नुहुन्छ, मैले जब प्राण दिएँ, जब वचन दिएँ, म त्यसलाई पूर्ण गरेरै छोड्छु, हामीलाई आशीर्वाद दिनुहोस् भनेर आशीर्वाद माग्नुहुन्छ दाजुभाइ नै भएर कृष्ण र बलराम भएर। तब आशीर्वाद दिनुहुन्छ, सागर किनारमा जानुहुन्छ, सागर देवता बाहिर निस्केर प्रणाम हजुर, आज दर्शन चिन्नुभयो भनेर सागर देवताले भन्नुहुन्छ, म एउटा कुराका लागि आएको हो सागर देव, हाम्रा गुरु सन्दीपनीका पुत्र पर्वतस्थानका लागि यहाँ आउनु भएका थिए र तिम्रा घरैमा कहीँ छ भने मलाई लिएर दिनु पर्यो भनेर कृष्णले सागर देवतालाई भन्नुभयो। तब सागर देवता भन्नुहुन्छ, मेरा घरैमा, मेरा आसपासमा पुनर्दत छैनन्। त कृष्णले सोध्नुभयो, त कहाँ छन्? तब सागर देवताले भन्नुभयो, मेरा समुद्र तल पञ्चजन्य नाम गरेको एउटा राक्षस छ, यहाँ स्नान गर्न आउने सबै प्राणीलाई ऊ खान्छ भनेर सागर देवताले भन्नुभयो। त्यसो भने उही हामीलाई लिएर हिँड भनेर कृष्णले आज्ञा गर्नुहुन्छ। तब दाजुभाइ नै भएर त्यो शङ्खका वरिपरि आगो लगाइदिनुहुन्छ र तातिएर राक्षस बाहिर निस्किन्छ र दुईजनामा घनश्याम सङ्ग्राम हुन्छ। कृष्ण भगवानले एउटा अस्त्र लिएर त्यसलाई दुईतिर पारिदिनुहुन्छ र त्यतिखेर बलरामले सोध्नुभयो कृष्णजीलाई, यो राक्षसका भुँडीमा त पुनर्दत छैनन् त, यसलाई त्यसै मारै भएछ। तब कृष्णले भन्नुहुन्छ, यसको समय आएको थियो र यसलाई मार्नै पर्ने थियो भनेर कृष्णले भन्नुहुन्छ। तब त्यो नजिकै एउटा शङ्ख रहेछ। तब कृष्णले दाजुलाई भन्नुहुन्छ, हेर्नुहोस् दाजु, ऊ त शङ्ख कति राम्रो रहेछ, शङ्ख हातमा लिएर बजाउनुहुन्छ, सबै देवताहरूले साष्टाङ्ग प्रणाम गर्छन्। यो आजदेखि मेरो
शङ्ख हो, यसको नाम पञ्चजन्य हो। जहाँ जहाँ विजय हुन्छ यो शङ्खको ध्वनि सुनिन्छ भनेर कृष्ण भगवानले भन्नुहुन्छ। त्यसपछि यमलोक जानुहुन्छ। यमलोकमा पनि कठिनाइ हुन्छ। यमदूतले भित्र पस्न दिँदैन। भगवान कृष्ण र यमलोकको जो दूत हो, दूतसँग वार्तालाप हुन्छ र शङ्ख बजाएपछि यमलोक गोटे काप्न लाग्छ। त्यसपछि के भयो भनेर यमदूतले को हो भनेर एउटा अस्त्र पठाउनुहुन्छ। त्यो अस्त्र आपस घुरेर जान्छ र सायमा आउँदाखेरि कृष्ण भगवानलाई देखेर प्रभु यहाँ आउनुभएछ भनेर साष्टाङ्ग प्रणाम गर्छ। म अजान बालक हो, मलाई केही थाहा छैन प्रभु आउनुभएको, मेरो केही भुल भ्रान्ति भएमा क्षमा गरिदिनुहोस् भन्नुहुन्छ यमजीले। तब कृष्ण भगवानले भन्नुहुन्छ पुनर्दत्त यहाँ आएको छ होला, जसरी भने मलाई दिनु पर्यो। तब यमराज भन्नुहुन्छ यहाँ त जीवित कोही आउँदैन, सब मरेपछि आउँछ। जो जस्तो हुन्छ मलाई फर्किदिनु पर्यो। म हावा मात्रै, जुन रूपमा आएको थियो म त्यही मात्रै दिन सक्छु, उसको पार्थ शरीर म दिन सक्दिनँ भनेर यमराजले भन्नुहुन्छ। तब कृष्णले भन्नुभयो हुन्छ मलाई त्यसै दिनु, त्यो पार्थ शरीरको लागि चिन्ता गर्नु पर्दैन, त्यसको चिन्ता म गर्छु। तब यमराजले पुनर्दत्तको जीव कृष्णका हातमा सुम्पिदिनुभयो र उनको पुनर्दत्तको पूर्ण शरीर लिएर गुरु आश्रम आउनुभयो। सबै खुसी भए र गुरु र गुरुमाताले आशीर्वाद दिनुभयो। त गुरु भन्नुहुन्छ तिमी कोही साधारण बालक होइन, कोही पापका कारण यहाँ जन्म भयो। मैले जति पनि शिक्षा ज्ञान अर्जन गरेको छु यो सबै म तिमीमा अर्पण गर्छु भनेर सन्दीपनी मुनिले भन्नुहुन्छ। र गुरुमाताले पनि भन्नुहुन्छ कृष्ण तिम्रो आमादेखि कहिले पनि बिछोड नहुनु परोस्। तब कृष्ण भगवानले भन्नुहुन्छ हे गुरुमाता दिनुहोस् भने दोस्रो वर दिनुहोस्, किनभने मेरा दोडी आमा छन्। एउटैसँग बस्छु त अर्की बिछोडी हुन्छ, अर्कीसँग बसे त पहिली बिछोड हुन्छ र मलाई अर्कै वर दिनुहोस् भनेर भगवान कृष्णले भन्नुहुन्छ। तब यो संसारमा सबैले पुजौँ, तिम्रो जय जयकार होस्, सबैले तिमीलाई नमस्कार गरौँ, तिमीलाई पुजौँ भनेर आशीर्वाद दिनुहुन्छ। यो आशीर्वाद पाएपछि भगवान श्री कृष्णले भन्नुहुन्छ म आज धन्य भएँ, मैले जन्म लिएको कारण आज सिद्ध भयो, म खुसी छु भनेर कृष्ण भगवानले भन्नुहुन्छ। धन्यवाद छ दोस्तों।